एलिमेन्ट्स अफ लजिक प्रोपोजिसन। प्रोपोजिसन बुझ्नको लागि हामी यहाँ केही सेन्टेन्सहरू इक्जाम्पलको रूपमा लिन्छौं। पहिलो सेन्टेन्स नेपाल इज इन एसिया। दोस्रो सेन्टेन्स लियौं 2 into 3 equals 6। तेस्रो सेन्टेन्स लियौं भागवत गीता हैज 700 श्लोक्स। त्यस्तै अर्को सेन्टेन्स लियौं 2 square plus 3 square equals 4 square। त्यस्तै अर्को सेन्टेन्स लियौं sum of two numbers is positive। त्यस्तै अर्को सेन्टेन्स पनि लियौं sun revolves around the earth। यहाँ हामीले लिएका सेन्टेन्सहरू कुनै ट्रू र कुनै फल्स छन् भनेर छुट्याउन सकिने छन्। यसरी ट्रू र फल्स छुट्याउन सकिने यस्ता सेन्टेन्सहरू डिक्लरेटिभ सेन्टेन्सहरू हुन् र डिक्लरेटिभ सेन्टेन्सलाई प्रोपोजिसन अर्थात् स्टेटमेन्ट भनिन्छ। त्यसैले अ प्रोपोजिसन or statement is a declarative sentence that has a definite truth value, true or false। यसरी true वा false definite truth value भएका जुनसुकै declarative sentence लाई proposition भनिन्छ। कुनै कुनै सेन्टेन्सहरू true र false छुट्याउन सकिने हुँदैन, declarative sentence हुँदैनन्। जस्तो उदाहरणको लागि what is your name भन्यो भने यो सेन्टेन्स त हो तर ट्रू र फल्स यसलाई छुट्याउन सकिदैन। त्यस्तै अर्को सेन्टेन्स हेरौं प्लिज स्टप राइटिङ भन्यो भने यो पनि सेन्टेन्स त हो तर ट्रू वा फल्स क्याटेगोरीमा यो पर्दैन। त्यस्तै अर्को ओ माई गॉड भनेर भन्यो भने यस्ता एक्सक्लामेसन सेन्टेन्स त हुन् तर ट्रू र फल्सको क्याटेगोरीमा पर्दैन। हामीले लिएको यो पहिलो सेन्टेन्स नेपाल इज इन एसिया यो ट्रू र फल्स छुट्याउन मिल्छ, यो एउटा ट्रू स्टेटमेन्ट हो। त्यस्तै 2 into 3 equals 6 यो पनि ट्रू स्टेटमेन्ट हो। भागवत गीता हैज 700 श्लोक्स यो पनि ट्रू र फल्स छुट्याउन मिल्छ, यो एउटा ट्रू स्टेटमेन्ट हो। 2 square plus 3 square equals 4 square यो पनि ट्रू र फल्स छुट्याउन मिल्ने सेन्टेन्स हो। त्यसैले यो एउटा प्रोपोजिसन अर्थात् स्टेटमेन्ट हो, यो फल्स स्टेटमेन्ट हो। त्यस्तै सम अफ टू नम्बर्स इज पोजिटिभ यो पनि ट्रू र फल्स छुट्याउन मिल्छ। दुईटा नम्बरहरू जोड्दा जहिले पोजिटिभ हुन्छ भन्ने छैन, त्यसकारण यो फल्स स्टेटमेन्ट हो। सन रिभल्भ्स अराउन्ड द अर्थ यो पनि एउटा फल्स स्टेटमेन्ट हो। तर व्हाट इज योर नेम भन्यो भने यो ट्रू र फल्स छुट्याउन सकिँदैन, त्यसकारण यो सेन्टेन्स स्टेटमेन्ट अर्थात् प्रोपोजिसन होइन। त्यस्तै प्लिज स्टप राइटिङ पनि स्टेटमेन्ट होइन। ओ माई गॉड भन्ने यस्ता एक्सक्लामेसनहरू पनि एक्सक्लामेसन लागेका यी विस्मयबोधक सेन्टेन्स पनि प्रोपोजिसन होइनन्। त्यसपछि हामी प्रोपोजिसन अर्थात् स्टेटमेन्टको नोटेसनको चर्चा गर्छौं। नोटेसन अघि नै भनिसक्यो स्टेटमेन्ट ट्रू र फल्स छुट्याउने खालका हुन्छन् अर्थात् स्टेटमेन्टको ट्रुथ भ्यालु हुन्छ। स्टेटमेन्टहरूलाई यस्ता खालका स्मल केस लेटरहरू जस्तो पी क्यू आर ई लेटरहरूले डिनोट गरिन्छ। जस्तो स्टेटमेन्ट यो स्टेटमेन्ट मानौ पी ले चाहिँ 2 square plus 3 square equals 4 square लाई जनाउँछ भन्यो भने यो 2 square plus 3 square equals 4 square भन्ने एउटा स्टेटमेन्ट हो पी र यसको ट्रुथ भ्यालु चाहिँ फल्स छ। त्यस्तै क्यू भन्ने स्टेटमेन्टले मानौ 2 into 3 equals 6 लाई जनाउँछ भन्यो भने यो 2 into 3 equals 6 जनाउने यो क्यू ले यो स्टेटमेन्टलाई डिनोट गर्छ र यो स्टेटमेन्टको ट्रुथ भ्यालु चाहिँ ट्रू छ। त्यस्तै मानौ आर ले सन रिभल्भ्स अराउन्ड द अर्थ भन्नेलाई डिनोट गर्छ भने यो आर एउटा स्टेटमेन्ट प्रोपोजिसन हो र यसको ट्रुथ भ्यालु चाहिँ
फल्स छ। अब यस पछाडि हामी संरचनात्मकका आधारमा, स्ट्रक्चरका आधारमा प्रोपोजिसनका टाइपहरूको चर्चा गर्छौं। संरचनात्मक अर्थात स्ट्रक्चरका आधारमा प्रोपोजिसन दुई खालका हुन्छन्, सिम्पल र कम्पाउन्ड। सिम्पल स्टेटमेन्ट, सिम्पल स्टेटमेन्टले जहिले पनि एउटा आइडिया, सिंगल आइडियालाई एक्सप्रेस गरेको हुन्छ। सिम्पल स्टेटमेन्ट एक्सप्रेसेस अ सिंगल आइडिया। र सिम्पल स्टेटमेन्टको डेफिनाइट ट्रुथ भ्यालु हुन्छ, कि त त्यो ट्रू हुन्छ कि त त्यो फल्स हुन्छ, तर दुवै हुन सक्दैन। सिम्पल स्टेटमेन्ट हैज डेफिनाइट ट्रुथ भ्यालु, आइदर ट्रू अर फल्स बट नट बोथ। सिम्पल स्टेटमेन्टमा कुनै किसिमको लजिकल कनेक्टिभ प्रयोग भएको हुँदैन। सिम्पल स्टेटमेन्ट हैज नो लजिकल कनेक्टिभ। अर्को कम्पाउन्ड स्टेटमेन्ट, अर्को टाइपमा सिम्पल स्टेटमेन्टमा कुनै किसिमको लजिकल कनेक्टिभ हुँदैन भने कम्पाउन्ड स्टेटमेन्ट चाहिँ कनेक्टिभको हरुको मद्दतले बनेका हुन्छन्। कम्पाउन्ड स्टेटमेन्ट इज विथ लजिकल कनेक्टिभ that decides the meaning of the statement। कम्पाउन्ड स्टेटमेन्टको अर्थ के हो भन्ने कुरो त्यहाँ युज भएको कनेक्टिभले निर्धारण गर्दछ। कम्पाउन्ड स्टेटमेन्टका धेरैवटा भ्यालुहरू हुन सक्छन्, ट्रू र फल्स। उसको एउटै हुन्थ्यो भने यसका दुईटा भ्यालु हुन सक्छन्। ट्रुथ भ्यालुज डिपेन्ड्स अन द कम्पोनेन्ट स्टेटमेन्ट, अर्थात सिम्पल स्टेटमेन्टहरूको ट्रुथ भ्यालुमा त्यो कम्पाउन्ड स्टेटमेन्टको ट्रुथ भ्यालु डिपेन्ड गरेको हुन्छ। ट्रुथ भ्यालु डिपेन्ड्स अन द ट्रुथ भ्यालु अफ द सिम्पल स्टेटमेन्ट्स। यसरी स्ट्रक्चरको आधारमा प्रोपोजिसनलाई दुई क्याटेगोरीमा बाँड्न सकिन्छ। सिम्पल स्टेटमेन्ट, यसमा कुनै किसिमको कनेक्टिभ हुँदैन, यसको एउटै मात्रै ट्रुथ भ्यालु हुन्छ, कि त ट्रू कि त फल्स। भने कम्पाउन्ड स्टेटमेन्ट सिम्पल स्टेटमेन्टबाट बनेको हुन्छ, जसमा लजिकल कनेक्टिभ युज भएको हुन्छ। त्यही लजिकल कनेक्टिभ कुन युज भएको छ त्यसको आधारमा त्यो कम्पाउन्ड स्टेटमेन्टको अर्थ के हो भन्ने कुरो खुल्दछ। र कम्पाउन्ड स्टेटमेन्टको ट्रुथ भ्यालु एउटा नभएर ट्रू फल्स दुवै हुन सक्छ। सिम्पल स्टेटमेन्टका ट्रुथ भ्यालुको आधारमा कम्पाउन्ड स्टेटमेन्ट कि त ट्रू हुन्छ कि त फल्स हुन्छ। अब हामी कम्पाउन्ड स्टेटमेन्टमा प्रयोग हुने लजिकल कनेक्टिभ, तिनीहरूका सिम्बल, तिनीहरूको रिलेसन र कम्पाउन्ड स्टेटमेन्टको नामको बारेमा हामी यहाँ चर्चा गर्छौं। लजिकल कनेक्टिभ, लजिकल कनेक्टिभ तिनीहरूको सिम्बल, लजिकल कनेक्टिभले देखाउने रिलेसनशिप र कम्पाउन्ड स्टेटमेन्टको नाम। पहिलो कनेक्टिभ एन्ड हो। स्टेटमेन्टहरूलाई एन्ड कनेक्टिभले जोडेर कम्पाउन्ड स्टेटमेन्ट बनाइन्छ। एन्डको सिम्बल यस्तो हुन्छ। एन्डको अर्थ चाहिँ हुन्छ दुईटै भन्ने, बोथ टुगेदर। एन्ड प्रयोग गरेर बनेको कम्पाउन्ड स्टेटमेन्टलाई कन्जङ्सन भनिन्छ। त्यस्तै अर्को कनेक्टिभ हो अर। अरलाई यस्तो सिम्बल प्रयोग गरिन्छ। अरको अर्थ हुन्छ दुई मध्ये कुनै एक, एटलिस्ट एउटा भन्ने अर्थ लाग्छ, एटलिस्ट वान। अर प्रयोग भएर बनेको कम्पाउन्ड स्टेटमेन्टलाई डिसजङ्सन भनिन्छ। अर्को कनेक्टिभ हो नट। नटको यस्तो सिम्बल प्रयोग गरिन्छ। नटको अर्थ हुन्छ अपोजिट, अपोजिट अर्थ लाग्ने भन्ने हुन्छ। नट प्रयोग भएर बनेको कम्पाउन्ड स्टेटमेन्टलाई नेगेसन स्टेटमेन्ट भनेर भनिन्छ। अर्को लजिकल कनेक्टिभ हो इफ देन। स्टेटमेन्टहरूलाई इफ देनले जोडियो भने इफ देनले जोड्दा त्यो सिम्बल हामी यस्तो प्रयोग गर्छौं, एरो, राइट साइड एरो भएको, एरोले
इफ देन कनेक्टिभको सिम्बल जनाउँछ र यसको अर्थ हुन्छ one depends on another, एउटा अर्कोमा डिपेन्ड गर्छ भन्ने अर्थ यसले दिन्छ। one depends on another। इफ देन लगाएर सिम्पल स्टेटमेन्टलाई कम्पाउन्ड स्टेटमेन्ट बनाउँदा बनेको कम्पाउन्ड स्टेटमेन्टलाई कन्डिसनल भनिन्छ। कन्डिसनललाई इम्प्लिकेसन पनि भनिन्छ र अर्को कनेक्टिभ हो इफ एन्ड ओन्ली इफ। इफ एन्ड ओन्ली इफ कनेक्टिभको सिम्बल दुवैतिर रहेको एरो, दुवैतिर फर्केको एरोले सिम्बलाइज गरिन्छ। यसको अर्थ हुन्छ इक्विभ्यालेन्स, स्टेटमेन्टहरू एक अर्कामा इक्विभ्यालेन्ट छन् भन्ने इक्विभ्यालेन्स अर्थ यसले दिन्छ। इफ एन्ड ओन्ली इफ कनेक्ट गरेर बनेको कम्पाउन्ड स्टेटमेन्टलाई बाइ कन्डिसनल भनिन्छ। बाइ कन्डिसनललाई डबल इम्प्लिकेसन पनि भन्न सकिन्छ। त्यसपछि हामी टाइप्स अफ कम्पाउन्ड स्टेटमेन्टको चर्चा गर्दछौं। पहिलो कम्पाउन्ड स्टेटमेन्टलाई को रूपमा हामी यहाँ कन्जङ्सनलाई लिन्छौं। टाइप्स अफ कम्पाउन्ड स्टेटमेन्टमा पहिलो कम्पाउन्ड स्टेटमेन्टको रूपमा कन्जङ्सनलाई लिन्छौं। अघि नै हामीले टेबलमा देखाइसक्यौं एन्ड कनेक्टिभ प्रयोग गरेर बनेको कम्पाउन्ड स्टेटमेन्टलाई कन्जङ्सन भनिन्छ। अर्थात् अ कन्जङ्सन इज अ कम्पाउन्ड स्टेटमेन्ट formed by joining two simple statements using and। जस्तो उदाहरणको लागि हेरौं, एउटा स्टेटमेन्ट पी छ जसले एक्जाम स्टार्ट्स एट 8 AM भन्ने जनाउँछ। त्यस्तै अर्को स्टेटमेन्ट क्यू छ, त्यसले राम इज एट द एक्जाम हल भन्ने बुझाउँछ। भने एन्ड प्रयोग गरेर बनेको स्टेटमेन्ट हुन्छ पी एन्ड क्यू चाहिँ exam starts at 8 AM and Ram is at the exam hall। यो एन्डले यी दुईटा सिम्पल स्टेटमेन्टलाई जोडेपछि बनेको यो स्टेटमेन्टलाई कन्जङ्सन भनेर भनिन्छ। अब कन्जङ्सनको ट्रुथ भ्यालु के हुन्छ भन्ने रूल अफ द कन्जङ्सन। कन्जङ्सनको रूल अनुसार यदि दुवै स्टेटमेन्टहरू ट्रू छन् भने कन्जङ्सन चाहिँ ट्रू हुन्छ। द स्टेटमेन्ट P and Q is true only when both P and Q are true। अब यो रूलको आधारमा कन्जङ्सनको ट्रुथ टेबल यहाँ तयार गरौं। ट्रुथ टेबल फर कन्जङ्सन। हाम्रा दुईटा स्टेटमेन्टहरू छन् मानौ P र Q। स्टेटमेन्ट P ट्रू पनि हुन सक्छ, फल्स पनि हुन सक्छ। त्यस्तै स्टेटमेन्ट क्यू ट्रू पनि हुन सक्छ, फल्स पनि हुन सक्छ। अब यी दुईटा स्टेटमेन्टलाई एन्डले जोडिसकेपछि हामी 4 तरिकाले 2 into 2 4 तरिकाले यिनीहरूलाई कम्बाइन गर्न सक्छौं। त्यसकारण हाम्रा यहाँ 4 वटा कम्बिनेसनहरूलाई देखाउँदा पी का ट्रुथ भ्यालुहरू लेख्दा पहिले दुईटा टी अनि त्यसपछि दुईटा एफ लेख्छौं। त्यस्तै क्यू का ट्रुथ भ्यालुहरू लेख्दा टी र एफ अल्टरनेट गरेर लेख्छौं। यो तरिकाले हामीले पी र क्यू को ट्रुथ भ्यालुहरूलाई कम्बिनेसन देखाउँछौं। ट्रू नै ट्रू, ट्रू र फल्स, फल्स र ट्रू, फल्स र फल्स। अब यो नियम अनुसार यो कन्जङ्सन पी एन्ड क्यू को ट्रुथ भ्यालु के हुन्छ भन्दा यदि दुवै ट्रू छ भने मात्रै कन्जङ्सन पी एन्ड क्यू ट्रू हुन्छ। भने यो पहिलोमा दुईटै स्टेटमेन्टहरू यहाँ ट्रू नै छन्। त्यसकारण यो अवस्थामा यो कन्जङ्सन पी एन्ड क्यू चाहिँ ट्रू हुने भयो। अब अरू अवस्थामा दुवै ट्रू नभएकाले यी जुनसुकै अवस्थामा पनि यो कन्जङ्सन चाहिँ फल्स हुने भयो। यसरी दुईटै ट्रू हुँदा मात्रै कन्जङ्सन ट्रू हुन्छ, अन्य अवस्थामा फल्स हुन्छ। यो नै कन्जङ्सनको रूल हो। अब अर्को कम्पाउन्ड स्टेटमेन्टको टाइप हेरौं। अर्को कम्पाउन्ड स्टेटमेन्टको रूपमा डिसजङ्सन रहेको छ। अघि नै हामीले टेबलमा भन्यौं यदि स्टेटमेन्ट सिम्पल स्टेटमेन्टहरूलाई
और कनेक्टिभली जोड्यो भने त्यसरी बनेको कम्पाउन्ड स्टेटमेन्टलाई डिसजंक्सन भनिन्छ। अर्थात् अ डिसजंक्सन इज अ कम्पाउन्ड स्टेटमेन्ट formed by joining two simple statements using or। जस्तो उदाहरणको लागि हेरौं, मानौ P भन्ने स्टेटमेन्टले गोल्ड प्राइस इन्क्रिजेज भन्ने जनाउँछ, त्यस्तै Q भन्ने स्टेटमेन्टले प्राइस अफ डलर डिक्रिजेज भन्ने जनाउँछ भने और कनेक्टिभ युज गरेर बनेको कम्पाउन्ड स्टेटमेन्ट डिसजंक्सनको रूप यस्तो हुन्छ, P और Q। यसले के भन्छ भन्दा गोल्ड प्राइस इन्क्रिजेज और प्राइस अफ डलर डिक्रिजेज। अब यसरी अरले जोडेर बनेको डिसजंक्सनको ट्रुथ भ्यालु के हुन्छ भनेर छुट्याउने हाम्रो रुल छ। त्यस अनुसार यदि यी सिम्पल स्टेटमेन्ट दुईटै फल्सै फल्स रहेछन् भने डिसजंक्सन फल्स हुन्छ भन्ने रुल छ। अर्थात् द स्टेटमेन्ट P or Q is false only when both P and Q are false। अब यो रुलको आधारमा डिसजंक्सनको ट्रुथ टेबल यहाँ बनाएर हेरौं। दुईटा स्टेटमेन्टहरु P र Q भए यिनीहरुको डिसजंक्सन P और Q हो। अघि नै भनिसकियो P र Q का ट्रुथ भ्यालुहरु कम्बाइन गर्दा हामी चार तरिकाले कम्बाइन गर्न सक्छौं। अब P का ट्रुथ भ्यालुहरु लेख्दा पहिले दुईटा ट्रु नै ट्रु अनि त्यसपछि एफ लेखिन्छ भने Q को लेख्दा पहिले ट्रु अनि एफ फेरि ट्रु एफ यसरी अल्टरनेट लेखिन्छ। यसरी P र Q का ट्रुथ भ्यालुहरु चार तरिकाले यहाँ यसरी कम्बाइन हुन्छन्। अब यो रुल अनुसार कुनै पनि डिसजंक्सन त्यो अवस्थामा फल्स हुन्छ यदि दुईटै फल्स भयो भने। अब यहाँ हेर्दै जाँदा दुवै फल्स भएको यो अन्तिम रोमा छ। यसरी यहाँ दुईटै फल्स हुँदा मात्रै यो डिसजंक्सन फल्स हुने भयो। यसको अर्थ अरु अवस्थामा डिसजंक्सन चाहिँ जहिले पनि ट्रु नै हुन्छ। यसरी हामीले यहाँ थाहा पाउँछौं यदि दुईटै स्टेटमेन्टहरु फल्स छन् भने डिसजंक्सन फल्स हुन्छ, अन्यथा अरु बेलामा डिसजंक्सन जहिले पनि ट्रु हुन्छ। यसपछि अर्को टाइप अफ कम्पाउन्ड स्टेटमेन्ट जसलाई इम्प्लिकेसन भनिन्छ अर्थात् कन्डिसनल भनिन्छ। सुरुकै टेबलमा हामीले उल्लेख गरेका थियौं यदि सिम्पल स्टेटमेन्टलाई इफ देन कनेक्टिभले प्रयोग गरेर कम्पाउन्ड स्टेटमेन्ट बनाइन्छ भने त्यो कम्पाउन्ड स्टेटमेन्टलाई इम्प्लिकेसन अर्थात् कन्डिसनल भनिन्छ। अ कन्डिसनल or an implication is a compound statement of the form if P then Q। दुईटा स्टेटमेन्ट P र Q लाई if र then ले यसरी कनेक्ट गर्दा बनेको यो फर्मको कम्पाउन्ड स्टेटमेन्टलाई इम्प्लिकेसन अर्थात् कन्डिसनल भनिन्छ। यसलाई सिम्बलमा लेख्दा P implies Q भनेर लेखिन्छ। यसरी एरोको मद्दतले इम्प्लिकेसन अर्थात् कन्डिसनललाई बताइन्छ लेखिन्छ। यहाँ अघिल्लो स्टेटमेन्ट P लाई यो इम्प्लिकेसनको एन्टिसिडेन्ट अर्थात् कन्डिसन भनिन्छ। P भनेको यहाँ एन्टिसिडेन्ट अर्थात् कन्डिसन हो भने यो पछिल्लो स्टेटमेन्ट Q लाई चाहिँ यो इम्प्लिकेसनको कन्सिक्वेन्ट अर्थात् रिजल्ट भनिन्छ। Q लाई इम्प्लिकेसनको कन्सिक्वेन्ट अर्थात् रिजल्ट भनेर भनिन्छ। एउटा उदाहरण हेरौं। इफ र देन ले कनेक्ट गरेको इम्प्लिकेसनको उदाहरण इफ इट रेन्स देन आई विल क्यारी एन अम्ब्रेला। यहाँ एउटा स्टेटमेन्ट इट रेन्स छ, अर्को स्टेटमेन्ट आई विल क्यारी एन अम्ब्रेला छ। यी दुईटा स्टेटमेन्टलाई इफ र देन ले यसरी कनेक्ट गर्दा बनेको यो स्टेटमेन्ट चाहिँ इम्प्लिकेसन अर्थात् कन्डिसनल हो। अब यो इम्प्लिकेसन अर्थात् कन्डिसनल ट्रु या फल्स छुट्याउने आधार रुल हेरौं। इम्प्लिकेसनलाई सिम्बलमा लेख्दा P implies Q लेखिन्छ र यो इम्प्लिकेसन अर्थात् कन्डिसनल चाहिँ जहिले पनि फल्स हुन्छ यदि अघिल्लो ट्रु र पछिल्लो फल्स छ भने, अर्थात् एन्टिसिडेन्ट चाहिँ ट्रु
र कन्सिक्वेन्ट चाहिँ फल्स भयो भने इम्प्लिकेसनलाई फल्स भनेर भन्नुपर्छ। त्यसैले P implies Q is false only when condition P is true but the result or consequence is false। अगाडिको ट्रू र पछाडिको फल्स भयो भने अनि कन्डिसनल अथवा होल इम्प्लिकेसन अर्थात कम्पाउन्ड स्टेटमेन्टलाई फल्स भन्नुपर्छ। अन्य अवस्थामा इम्प्लिकेसनलाई जहिले पनि ट्रू भन्नु पर्छ। यी सबै अवस्थाहरू विचार गर्न मिल्ने एउटा उदाहरण हेरौं। मानौ P भन्ने स्टेटमेन्टले इट इज रेनिङ भन्नेलाई बुझाउँछ। त्यस्तै Q भन्ने स्टेटमेन्टले आई विल क्यारी एन अम्ब्रेला भन्ने बुझाउँछ। भनौं भने इम्प्लिकेसन P इम्प्लाइज Q अब ट्रू हुन्छ कि फल्स हुन्छ भन्दा यो नियम अनुसार P इट इज रेनिङ ट्रू छ र आई विल क्यारी एन अम्ब्रेला यो पनि ट्रू छ भने यस नियम अनुसार यो इम्प्लिकेसन चाहिँ ट्रू हुने भयो। यदि पानी परिरहेको छ र छाता लगियो भने कुरो मिल्यो, त्यसकारण यो कम्पाउन्ड स्टेटमेन्ट ट्रू भन्न मिल्यो। अब फेरि अर्को सिचुएसन हेरौं। मानौ P ले इट इज रेनिङ भन्नेलाई बुझाउँछ तर Q ले चाहिँ आई डु नट क्यारी एन अम्ब्रेला भन्ने बुझायो भने अब इम्प्लिकेसन P इम्प्लाइज Q ट्रू हुन्छ कि फल्स हुन्छ भन्दा इट इज रेनिङ यो पहिलो अनुसारै रेनिङ छ, यो ठीक छ, तर शर्त अनुसार अम्ब्रेला बोक्नु पर्ने थियो तर आई डु नट क्यारी अम्ब्रेला भनेकोले गर्दा पछाडिको कन्क्लुजन चाहिँ गलत भयो। त्यसकारण यो अनुसार पहिलो शर्त पूरा भए पनि दोस्रो शर्त पूरा नभएकोले गर्दा यो इम्प्लिकेसनलाई फल्स इम्प्लिकेसन भनेर भन्नुपर्छ। त्यस्तै अर्को सिचुएसन पनि हेरौं। मानौ P ले इट इज नट रेनिङ भन्नेलाई बुझाउँछ र Q ले चाहिँ आई विल क्यारी एन अम्ब्रेला भन्ने बुझाउँछ भने यो इम्प्लिकेसन P इम्प्लाइज Q ट्रू हुन्छ कि फल्स हुन्छ भन्दा इट इज नट रेनिङ। अघि इट रेन्स को यो इट इज नट भनेपछि अघिल्लो चाहिँ गलत रहेछ। अब दोस्रो आई विल क्यारी एन अम्ब्रेला भनेको छ, अब यो चाहिँ सही छ। अब अघिल्लो कन्डिसन ट्रू भयो भने मात्रै पछिल्लो कन्डिसन फल्स हुँदा फल्स हुने हाम्रो रुल छ। अब यो अघिल्लो कन्डिसन फल्स भए पनि फल्स भएकोले गर्दा यो शर्त यसले भायोलेसन गरेन। यदि पानी पर्यो भने लाने भनेकोमा पानी नै नपरेपछि अब छाता लगे पनि नलगे पनि त्यसले कुनै असर पुर्याउँदैन। त्यसकारण यो इम्प्लिकेसन चाहिँ ट्रू भनेर भन्नुपर्छ। त्यस्तै फेरि अर्को सिचुएसन पनि हेरौं। मानौ P ले अहिकै जस्तो इट इज नट रेनिङ लाई डिनोट गर्छ तर Q ले चाहिँ आई डु नट क्यारी एन अम्ब्रेला भन्छ भने अब P इम्प्लाइज Q ट्रू हुन्छ कि फल्स हुन्छ भन्दा P इट रेन्स भन्ने शर्त थियो, अब इट इज नट रेनिङ भनेपछि यहाँ अघिल्लो फल्स रहेछ। अब पछिल्लो आई डु नट क्यारी एन अम्ब्रेला भन्छ आई विल क्यारी को अपोजिट भएकोले यो पनि फल्स रहेछ। अब दुईटै फल्स हुँदा इम्प्लिकेसन चाहिँ ट्रू हुन्छ। यसको अर्थ पानी नै परेन भने अम्ब्रेला लाँदा र नलाँदा कुनै किसिमको असर पर्दैन। त्यसकारण यो इम्प्लिकेसन चाहिँ ट्रू भयो। यसरी P र Q का डिफरेन्ट कम्बिनेसन हुँदा इम्प्लिकेसन ट्रू र फल्स छुट्याउने आधार भनेको अघिल्लो ट्रू र पछिल्लो फल्स भयो भने जहिले पनि इम्प्लिकेसन फल्स हुन्छ र अन्य अवस्थामा ट्रू हुन्छ। अब यसलाई ध्यानमा राखेर अब इम्प्लिकेसनको यहाँ टेबल कन्स्ट्रक्ट गरौं। अब इम्प्लिकेसनको लागि ट्रुथ टेबल दुईटा स्टेटमेन्टहरु P र Q छन्, यसबाट बन्ने इम्प्लिकेसन P इम्प्लाइज Q। अघि नै भनियो P र Q का ट्रुथ भ्यालुहरु हामी चार तरिकाले कम्बाइन गर्छौं। P का लेख्दा पहिले TT अनि FF लेखेर Q को लेख्दा अल्टरनेट गरेर लेख्छौं TF TF। अब यो रुल अनुसार अघिल्लो ट्रू र पछिल्लो फल्स भएको अवस्थामा इम्प्लिकेसन फल्स हुन्छ।
त्यसकारण यहाँ हामी यहाँ देख्छौं यो ट्रू, अघिल्लो ट्रू र पछिल्लो फल्स हुँदा यो इम्प्लिकेसन अब फल्स हुने भयो र अन्य अवस्थामा चाहिँ सुरुमा ट्रू र पछाडि फल्स नभएकाले यी अरु सबै ट्रू नै ट्रू हुने भए। यसरी अघिल्लो ट्रू पछिल्लो फल्स हुँदा इम्प्लिकेसन फल्स हुन्छ र अन्य अवस्थामा इम्प्लिकेसन जहिले पनि ट्रू हुन्छ। अब फेरि अर्को कम्पाउन्ड स्टेटमेन्टको टाइप डबल इम्प्लिकेसन। अघि नै हामीले टेबलमा पनि उल्लेख गरेका थियौं, यदि सिम्पल स्टेटमेन्टलाई इफ एन्ड ओन्ली इफ कनेक्टिभ युज गरेर कम्पाउन्ड स्टेटमेन्ट बनाइन्छ भने त्यस्तो कम्पाउन्ड स्टेटमेन्टलाई डबल इम्प्लिकेसन अर्थात बाई कन्डिसनल भनेर भनिन्छ। अर्थात अ डबल इम्प्लिकेसन or biconditional is a compound statement of the form P if and only if Q। यसरी P र Q लाई P र Q स्टेटमेन्टलाई if and only if कनेक्टिभले जोड्दा बनेको यो P if and only if Q को फर्म भएको कम्पाउन्ड स्टेटमेन्टलाई डबल इम्प्लिकेसन भनिन्छ र सिम्बोलिकल्ली सिम्बलमा डबल इम्प्लिकेसनलाई लेख्दा P र Q को बीचमा दुवैतिर फर्केको एरो यसरी लेखिन्छ र पढ्दा P if and only if Q भनेर पढिन्छ। यसलाई P implies and is implied by Q पनि भन्ने गरिन्छ। यो डबल इम्प्लिकेसनको अघिल्लो स्टेटमेन्ट P लाई हाइपोथेसिस अर्थात कन्डिसन भनिन्छ। P भनेको डबल इम्प्लिकेसनको हाइपोथेसिस वा कन्डिसन हो भने पछिल्लो स्टेटमेन्ट Q लाई कन्क्लुजन अर्थात रिजल्ट भनिन्छ। Q लाई कन्क्लुजन अर्थात रिजल्ट भनिन्छ। अब एउटा उदाहरण हेरौं। मानौ स्टेटमेन्टहरुलाई इफ एन्ड ओन्ली इफ यसरी जोडिएको छ। A bus belongs to a school if and only if it carries school children। यसरी दुईटा स्टेटमेन्ट, एउटा a bus belongs to a school, अर्को स्टेटमेन्ट it carries school children, यी दुईटालाई if and only if यसरी कनेक्ट गरेर बनेको एउटा सिंगल कम्पाउन्ड स्टेटमेन्ट चाहिँ डबल इम्प्लिकेसन अर्थात बाई कन्डिसनल हो। अब यसरी बनेको बाई कन्डिसनल स्टेटमेन्टको ट्रुथ भ्यालु ट्रू हुन्छ कि फल्स हुन्छ भनेर छुट्याउने रुल। डबल इम्प्लिकेसन P if and only if Q चाहिँ ट्रू त्यो अवस्थामा हुन्छ यदि P र Q दुवै ट्रू नै ट्रू या दुवै फल्सै फल्स छन् भने त्यस्तो बेलामा डबल इम्प्लिकेसन चाहिँ ट्रू हुन्छ। अर्थात डबल इम्प्लिकेसन P if and only if Q is true only when P and Q agree each other। When P condition and Q result agree each other। यसको अर्थ P ट्रू भएको बेला Q पनि ट्रू छ भने डबल इम्प्लिकेसन ट्रू हुन्छ। P फल्स भएको बेला Q पनि फल्सै छ भने पनि यो डबल इम्प्लिकेसन ट्रू हुन्छ। अब ये विभिन्न सिचुएसनको कम्बिनेसनहरु यहाँ हेरौं। मानौ P ले a bus belongs to a school भन्नेलाई जनाउँछ र Q भन्नेले चाहिँ it carries school children भनेर जनाउँछ भन्यो भने अब यो डबल इम्प्लिकेसन P if and only if Q ट्रू हुन्छ कि फल्स हुन्छ भन्दा a bus belongs to school यो ट्रू रहेछ। त्यस्तै it carries school children यो पनि ट्रू नै रहेछ। अब यो कन्डिसन अनुसार दुईटै एउटै ट्रुथ भ्यालु भएकोले यो डबल इम्प्लिकेसन पनि ट्रू हुने भयो। स्कुलसँग सम्बन्धित स्कुल बस हो भने त्यसले पक्कै पनि स्कुल चिल्ड्रन बोक्ने नै भयो। त्यसकारण यो इम्प्लिकेसन यो डबल इम्प्लिकेसन ट्रू भयो। अब अर्को सिचुएसन हेरौं। मानौ P अघिकै जस्तो गरी अ बस बिलोंग्स टु स्कुल छ तर Q भन्ने स्टेटमेन्ट चाहिँ मानौ
इट क्यारिज नो स्कुल चिल्ड्रेन भन्ने छ भने अब डबल इम्प्लिकेसन पी इफ एन्ड ओन्ली इफ क्यू ट्रू हुन्छ कि फल्स हुन्छ भन्दा अ बस बिलोङ्स टु स्कुल, यहाँ पनि बस बिलोङ्स टु स्कुल भनेपछि अघिल्लो स्टेटमेन्ट ट्रू रहेछ। अब क्यू पछिल्लो इट क्यारिज स्कुल चिल्ड्रेनमा यहाँ चाहिँ इट क्यारिज नो स्कुल चिल्ड्रेन यो अपोजिट भएकोले यो चाहिँ फल्स रहेछ। अब नियम अनुसार अघिल्लो ट्रू पछिल्लो फल्स भयो भने डबल इम्प्लिकेसन फल्स हुन्छ। पहिलो शर्त नै कन्डिसन चाहिँ पूरा भयो तर रिजल्ट पूरा भएन भने डबल इम्प्लिकेसन फल्स भनेर भन्नुपर्छ। अर्थात् यसलाई यसरी पनि भन्न सकियो यी दुईटै स्टेटमेन्टहरू एकअर्कामा अपोज गर्ने भएको, एउटै एग्री नगरेर अपोज गर्ने भएकोले गर्दा डबल इम्प्लिकेसन फल्स भयो। अब अर्को पनि हेरौं। मानौ पी चाहिँ अघिको भन्दा फरक, अ बस डज नट बिलोङ टु अ स्कुल। अब क्यू चाहिँ यहीसँग मिल्ने गरी लियौं, इट क्यारिज स्कुल चिल्ड्रेन भने यो डबल इम्प्लिकेसन पी इफ एन्ड ओन्ली इफ क्यू अब फल्स हुन्छ कि ट्रू हुन्छ भन्दा अ बस बिलोङ्स टु अ स्कुल, यो अ बस डज नट बिलोङ टु स्कुल यो अघिल्लो स्टेटमेन्ट फल्स रहेछ। अब दोस्रोमा इट क्यारिज स्कुल चिल्ड्रेन, यहाँ पनि इट क्यारिज स्कुल चिल्ड्रेन दोस्रो चाहिँ स्टेटमेन्ट ट्रू रहेछ। अब यी दुईटा स्टेटमेन्टहरूको ट्रुथ भ्यालु एकअर्कामा अपोज गर्ने भएकोले गर्दा यो डबल इम्प्लिकेसन फल्स हुने भयो। यसै गरी अब अर्को अन्तिम कम्बिनेसन पनि हेरौं। मानौ पी ले अ बस डज नट बिलोङ टु अ स्कुल भन्नेलाई डिनोट गर्छ, क्यू भन्ने स्टेटमेन्टले इट क्यारिज नो स्कुल चिल्ड्रेनलाई जनाउँछ भने अब पी इफ एन्ड ओन्ली इफ क्यू भन्ने डबल इम्प्लिकेसन ट्रू हुन्छ कि फल्स हुन्छ भन्दा अ बस बिलोङ्स टु अ स्कुलमा यहाँ चाहिँ डज नट बिलोङ टु भनेपछि यो पी यहाँ फल्स रहेछ। इट क्यारिज स्कुल चिल्ड्रन, यहाँ पनि इट क्यारिज नो स्कुल चिल्ड्रन यसको जस्ट अपोजिट भएकोले गर्दा यो क्यू पनि यहाँ फल्स रहेछ। तर अब रुल अनुसार के हुने भयो भन्दा यी दुईटै स्टेटमेन्टको ट्रुथ भ्यालु एकअर्कामा एग्री हुने हुँदा यो डबल इम्प्लिकेसन यहाँ ट्रू हुने भयो। अब यदि स्कुल बस नै होइन भने त्यसले स्कुल चिल्ड्रेन लानु नै पर्छ भन्ने छैन, त्यसको कारण यो युक्ति तर्कसंगत नै बुझिने भएकोले यस्तो डबल इम्प्लिकेसन ट्रू हुन्छ। अब यो रुलको आधारमा बाई कन्डिसनल अर्थात् डबल इम्प्लिकेसनको ट्रुथ टेबल यहाँ कन्स्ट्रक्ट गरौं। दुईटा स्टेटमेन्ट अघिको जस्तो पीक्यू र यसले बन्ने डबल कम्पाउन्ड स्टेटमेन्ट डबल इम्प्लिकेसन चाहिँ डबल इम्प्लिकेसन पी इफ एन्ड ओन्ली इफ क्यू। अघि नै हामीले भनिसक्यौं पी र क्यू हामी चार विभिन्न तरिकाले कम्बाइन गर्न सक्छौं। पी का ट्रुथ भ्यालु लेख्दा पहिले दुईटा टी नै टी त्यसपछि एफ लेखिन्छ भने क्यू को अल्टरनेट गरेर टीएफ लेखिन्छ। यो हाम्रो कन्भेन्सन हो। अब यो रुल अनुसार पी र क्यू का एउटै ट्रुथ भ्यालुहरू रहेछन् भने डबल इम्प्लिकेसन ट्रू हुने हुँदा यो पहिलो लाइनमा हामी देख्छौं दुईटै ट्रू नै ट्रू हुँदा यो ट्रू भयो। त्यस्तै यहाँ अन्तिममा दुईटै फल्सै फल्स हुँदा यो पनि ट्रू हुन्छ। यहाँ पनि डबल इम्प्लिकेसनको ट्रुथ भ्यालु ट्रू हुन्छ र अन्यमा अपोज गर्ने ट्रू फल्स फल्स ट्रू अपोज गर्ने भएकोले डबल इम्प्लिकेसनको ट्रुथ भ्यालु फल्स फल्स हुन्छ। यसरी डबल इम्प्लिकेसनमा दुईटै स्टेटमेन्टको ट्रुथ भ्यालु एउटै छ भने डबल इम्प्लिकेसन ट्रू हुन्छ, फल्सै फल्स पनि एउटै छ भने पनि डबल इम्प्लिकेसनको ट्रुथ भ्यालु ट्रू हुन्छ। यस पछाडि अर्को कम्पाउन्ड स्टेटमेन्ट हेरौं। अर्को कम्पाउन्ड स्टेटमेन्ट छ नेगेसन। अघि नै हामीले भन्यौं यदि स्टेटमेन्टलाई नट कनेक्टिभले जोइन गरेर कम्पाउन्ड स्टेटमेन्ट बनाइन्छ भने त्यो कम्पाउन्ड स्टेटमेन्टलाई नेगेसन भनिन्छ। अ नेगेसन इज अ कम्पाउन्ड स्टेटमेन्ट formed by using the connective not। यदि स्टेटमेन्टलाई पी ले डिनोट गरेको छ भने यसको नेगेसनलाई डिनोट गर्दा नेगेसन अफ द स्टेटमेन्टलाई डिनोट गर्दा नट पी लेखिन्छ र
डिनोट सिम्बलमा डिनोट गर्दा इट इज सिम्बलाइज्ड एज नट पी। यसरी यो संकेतले नट पी लाई जनाइन्छ। अब एउटा उदाहरण हेरौं। मानौ पी भन्ने स्टेटमेन्टले जनाउँछ 2 इज इभन भन्ने, भने नट पी ले चाहिँ जनाउने भयो 2 इज नट इभन। यसरी नट युज गरेपछि भन्ने स्टेटमेन्ट चाहिँ अघिल्लो स्टेटमेन्टको नेगेसन स्टेटमेन्ट हो। अब नेगेसनको ट्रुथ भ्यालु के हुन्छ भन्ने रुल हेरौं। नेगेसनको ट्रुथ भ्यालु चाहिँ दिएको स्टेटमेन्टको ट्रुथ भ्यालुको अपोजिट हुन्छ। अर्थात द ट्रुथ भ्यालु अफ द नेगेसन पी नेगेसन अफ पी इज अपोजिट अफ पी। यसलाई ट्रुथ टेबलमा लेखेर हेर्दा यसरी लेख्न सकिन्छ पी नेगेसन अफ पी। अब पी ट्रू भयो भने नेगेसन अफ पी चाहिँ फल्स हुन्छ र यदि पी चाहिँ फल्स रहेछ भने नेगेसन अफ पी चाहिँ ट्रू हुन्छ। अब यस पछाडि अर्को कम्पाउन्ड स्टेटमेन्टको टाइप टटोलोजी। टटोलोजी भनेको एउटा कम्पाउन्ड स्टेटमेन्ट हो जसको ट्रुथ भ्यालु चाहिँ जहिले पनि ट्रू नै मात्रै हुन्छ। अर्थात अ टटोलोजी इज अ कम्पाउन्ड स्टेटमेन्ट which is always true for all possible truth values। कम्पोनेन्ट स्टेटमेन्टहरुका ट्रुथ भ्यालु जेसुकै भए पनि कम्पाउन्ड स्टेटमेन्टको ट्रुथ भ्यालु चाहिँ जहिले पनि ट्रू हुन्छ भने त्यस्तो कम्पाउन्ड स्टेटमेन्टलाई टटोलोजी भनिन्छ। जस्तो उदाहरणको रूपमा हामी स्टेटमेन्ट पी अर नट पी लाई लिन सक्छौं। यसको ट्रुथ भ्यालु ट्रुथ टेबलबाट हेरौं। पी छ एउटा स्टेटमेन्ट अनि त्यसको नेगेसन अफ पी। यो दुईटाको हामीले डिसजंक्सन पी अर नट पी। अब यहाँ पी एउटै मात्रै स्टेटमेन्ट भएकोले गर्दा यसका ट्रुथ भ्यालु कि त ट्रू कि त फल्स लिनुपर्ने भयो। यदि टी ट्रू पी चाहिँ ट्रू छ भने नट पी चाहिँ फल्स हुन्छ अनि पी चाहिँ फल्स रहेछ भने नट पी चाहिँ ट्रू हुन्छ। अब डिसजंक्सनको नियम अनुसार कुनै पनि डिसजंक्सन फल्स हुनलाई दुईटै स्टेटमेन्टहरु फल्स हुनुपर्छ। अब यहाँ हामी देख्छौं दुईटै स्टेटमेन्ट फल्स छैन, त्यसकारण यो स्टेटमेन्ट ट्रू हुने भयो। यहाँ पनि दुईटै स्टेटमेन्ट फल्स छैन, त्यसकारण यो पनि स्टेटमेन्ट ट्रू हुने भयो। यसरी हामी देख्छौं यो कम्पाउन्ड स्टेटमेन्ट पी अर माइनस पी चाहिँ यहाँ पनि ट्रू छ र यहाँ पनि ट्रू छ। अर्थात यी कम्पोनेन्ट स्टेटमेन्टका ट्रुथ भ्यालुहरु जेसुकै भए पनि कम्पाउन्ड स्टेटमेन्टको ट्रुथ भ्यालु जहिले पनि ट्रू नै भएकोले गर्दा यो कम्पाउन्ड स्टेटमेन्टलाई एउटा टटोलोजी भनिन्छ। अर्थात पी अर नट पी चाहिँ एउटा टटोलोजी रहेछ। अब यसै गरी अर्को कम्पाउन्ड स्टेटमेन्टलाई कन्ट्राडिक्सन भनिन्छ। कन्ट्राडिक्सन भनेको कम्पाउन्ड स्टेटमेन्ट हो जसको ट्रुथ भ्यालु चाहिँ जहिले पनि फल्स हुन्छ। अर्थात अ कन्ट्राडिक्सन इज अ कम्पाउन्ड स्टेटमेन्ट which is always false for all possible truth values। कम्पोनेन्ट स्टेटमेन्ट अर्थात सिम्पल स्टेटमेन्टका ट्रुथ भ्यालुहरु जेसुकै भए पनि कम्पाउन्ड स्टेटमेन्टको ट्रुथ भ्यालु जहिले पनि फल्स हुन्छ भने त्यो कम्पाउन्ड स्टेटमेन्टलाई कन्ट्राडिक्सन भनिन्छ। जस्तो एउटा एक्जाम्पल हेरौं। पी एन्ड नट पी यो कम्पाउन्ड स्टेटमेन्टको ट्रुथ भ्यालु ट्रुथ टेबलबाट हेरौं। पी नट पी र यिनीहरुको कन्जंक्सन पी एन्ड नट पी। पी ट्रू भयो भने नट पी फल्स हुन्छ, त्यस्तै पी फल्स भयो भने नट पी चाहिँ ट्रू हुन्छ। अब कन्जंक्सनको रुल अनुसार यदि दुईटै स्टेटमेन्टहरु ट्रू छन् भने कन्जंक्सन ट्रू हुने हुँदा यहाँ दुईटै स्टेटमेन्ट ट्रू नभएकोले यो पहिलो कम्बिनेसनको लागि कन्जंक्सनको ट्रुथ भ्यालु फल्स हुने भयो। फेरि दोस्रोमा पनि दुईटै ट्रू छैन, त्यसकारण दोस्रो केसमा पनि यो कन्जंक्सनको ट्रुथ भ्यालु फल्स नै हुने भयो। यसरी कम्पोनेन्ट स्टेटमेन्टहरुको ट्रुथ भ्यालु जेसुकै भए पनि कम्पाउन्ड स्टेटमेन्टको ट्रुथ भ्यालु जहिले पनि फल्स आउने हुँदा पी एन्ड नट पी एउटा कन्ट्राडिक्सन भयो। अर्थात पी एन्ड नट पी, पी एन्ड
नट पी इज अ कन्ट्राडिक्सन, किनभने यिनीहरूको यसको ट्रुथ भ्यालु जहिले पनि फल्सै देखियो। अब अर्को टाइप्स अफ कम्पाउन्ड स्टेटमेन्ट कन्टिन्जेन्सी। अघि नै हामीले भन्यौं यदि स्टेटमेन्ट जहिले पनि ट्रू हुन्छ भने त्यो टोटोलोजी भनिन्छ, यदि जहिले तहिले फल्स हुन्छ भने त्यो कन्ट्राडिक्सन। तर कुनै कुनै स्टेटमेन्टहरू कहिले ट्रू र कहिले फल्स हुन्छन् भने त्यस्तो कम्पाउन्ड स्टेटमेन्टलाई कन्टिन्जेन्सी भनिन्छ। अ कन्टिन्जेन्सी इज अ कम्पाउन्ड स्टेटमेन्ट व्हिच इज समटाइम्स ट्रू एन्ड समटाइम्स फल्स। जस्तो इक्जाम्पलको लागि पी र क्यू को डिसजंक्सनले बनेको स्टेटमेन्ट हेरौं, पी अर क्यू। यसको ट्रुथ भ्यालु ट्रुथ टेबलबाट हेर्ने हो भने अब पी क्यू पी अर क्यू, पी र क्यू दुईवटालाई कम्बाइन गर्दा 2 to the 4 तरिकाले कम्बाइन गर्न सकिन्छ र पी को ट्रुथ भ्यालु लेख्दा हाम्रो कन्भेन्सन छ पहिले दुईटा टी अनि दुईटा एफ, क्यू को चाहिँ अल्टरनेट टीएफ लेखिन्छ। अब डिसजंक्सनको रुल अनुसार यसको ट्रुथ भ्यालु एसाइन गर्दा डिसजंक्सनको नियम अनुसार दुईटै फल्स भयो भने फल्स हुन्छ। अब यहाँ हामी यो अन्तिममा चाहिँ देख्दैछौं दुईटै फल्स हुँदा यहाँ चाहिँ फल्स हुने भो, अरूतिर चाहिँ ट्रू हुन्छ। यसरी हामी यो कम्पाउन्ड स्टेटमेन्ट कहिले ट्रू भएको कहिले फल्स भएको देख्छौं। त्यसरी कहिले ट्रू कहिले फल्स हुने यो कम्पाउन्ड स्टेटमेन्टलाई चाहिँ कन्टिन्जेन्सी भनिन्छ। त्यसैले यहाँ पी और क्यू इज अ कन्टिन्जेन्सी। यस पछाडि हामी डिसजंक्सन, कन्जंक्सन, कन्डिसनल र बाइ कन्डिसनललाई एउटै ट्रुथ टेबलमा तिनीहरूका ट्रुथ भ्यालुहरू लेखेर देखाउँ। कम्पाउन्ड स्टेटमेन्टका ट्रुथ भ्यालुहरूको टेबल। दुईटा स्टेटमेन्ट, सिम्पल स्टेटमेन्ट पी र क्यू। अब पी का ट्रुथ भ्यालु लेख्दा टीटी एफएफ, क्यू का ट्रुथ भ्यालुहरू लेख्दा टीएफ टीएफ। अब पहिलो कम्पाउन्ड स्टेटमेन्ट चाहिँ लियौं डिसजंक्सन पी और क्यू, पी और क्यू। अब नियम अनुसार दुईटै फल्स भयो भने डिसजंक्सन फल्स हुने हुँदा यहाँ अन्तिममा दुईटै फल्स छ, त्यसकारण डिसजंक्सन यहाँ फल्स हुने भो। अरूतिर दुईटै फल्स भएको नभएकाले अरू बेला चाहिँ यो डिसजंक्सन ट्रू हुने भयो। त्यस पछाडि अर्को कन्जंक्सन पी एन्ड क्यू, पी एन्ड क्यू। अब कन्जंक्सनको रुल अनुसार दुईटै स्टेटमेन्ट ट्रू भयो भने कन्जंक्सन ट्रू हुन्छ। अब यसबाट हामी यहाँ हेर्छौं दुईटै स्टेटमेन्ट ट्रू भएको यो पहिलो अवस्थामा छ। अब यहाँ दुईटै ट्रू भएकोले कन्जंक्सन ट्रू हुने भो। अब अन्य अवस्थामा दुईटै ट्रू नभएकाले गर्दा अब अरू चाहिँ बेलामा यो कन्जंक्सनको ट्रुथ भ्यालु फल्स हुने भयो। अब यस पछाडि कन्डिसनल अर्थात इम्प्लिकेसन पी इम्प्लाइज क्यू, पी इम्प्लाइज क्यू। पी इम्प्लाइज क्यू को रुल अनुसार अघिल्लो ट्रू र पछिल्लो फल्स छ भने इम्प्लिकेसनलाई फल्स भन्नुपर्छ। अब यहाँ अगाडि ट्रू र पछाडि फल्स भएको हेर्दा हामी यहाँ देख्न सक्छौं अगाडि ट्रू पछाडि फल्स हुँदा इम्प्लिकेसन फल्स हुन्छ। अब अन्य अवस्थामा चाहिँ इम्प्लिकेसनलाई ट्रू भन्नु पर्छ। अब यस पछाडि अर्को कम्पाउन्ड स्टेटमेन्ट बाइ कन्डिसनल अथवा पी इफ एन्ड ओन्ली इफ क्यू। पी इफ एन्ड ओन्ली इफ क्यू अर्थात बाइ कन्डिसनलको रुल अनुसार दुईटै स्टेटमेन्टहरूको ट्रुथ भ्यालु एउटै छ भने बाइ कन्डिसनल ट्रू हुन्छ। अब यहाँ हामी हेर्छौं देख्छौं पहिलोमा दुईटै टी नै टी छ, ट्रू नै ट्रू छ, त्यसकारण यो बाइ कन्डिसनल यहाँ ट्रू हुने भो। त्यस्तै यो अन्तिममा पनि हामी देख्छौं दुईटै फल्सै फल्स छ, त्यसकारण यस अवस्थामा पनि बाइ कन्डिसनल ट्रू नै हुने भयो। तर अन्य अवस्थामा बाइ कन्डिसनल फल्स हुन्छ। यसरी यी चारवटा
कम्पाउन्ड स्टेटमेन्ट, मुख्य गरी मुख्य 4वटा कम्पाउन्ड स्टेटमेन्टहरूको हामीले एउटा एग्रिगेटिभ ट्रुथ टेबल यहाँ बनायौं।